भिडियो हेलो गाइज, मेरो भ्लगमा चाहिँ तपाईँहरूलाई स्वागत छ। आज चाहिँ म हानाबी हेर्न गइराखेको एकदमै होइन एक्साइटेड भइरहेको छु। बाहिर चाहिँ मलाई साथीहरूले कुरिराख्नु भएको छ। आजको हानाबी चाहिँ कस्तो हुन्छ होइन तपाईँहरूलाई पनि म देखाउने छु होइन। अन्तिमसम्म भिडियो हेर्छु, साथ दिनु होला। पहिलोपटक म भिडियो बनाउँदै चाहिँ कस्तो होला कन्फिडेन्ट नहुने क्या। तपाईँहरूको पक्कै पनि साथले चाहिँ मलाई कन्फिडेन्ट बढ्दै जान्छ भन्ने चाहिँ आशा छ। चाहिँ गाडीभित्र बसिसकेको छु। भिडियो Vlog わかる？英語。ブログかね。ブログする。そうなんですか。何の？違う。TikTok で？YouTube で。YouTube で。これ入りたい。そうなんですか。今日から。OK。はい、可愛いね。ハロー、ゴルンディ。ハロー。よく閉まってない。閉まってない。はい、OK。हामीले चाहिँ हानाबी चाहिँ भरै कटेर आइसक्यो। सासेमी तपाईँ निक्लिमाइस्こんな明るくなったら上がるわけないよね。 कस्तो काम देखेको। खाना खाने ठाउँमा चाहिँ पुग्यो हामी। गाइस खाना खाएर हामी चाहिँ त्यसपछि चाहिँ हानाबी हेर्न जान्छौँ। हामी खास कटेर आइसकेको हो। खास चाहिँ हामी खाना खाने ठाउँमा सुवेन कति राम्रो कति राम्रो कत्रो लाग्यो मलाई दिदी गन्नाहरू गन्ना綺麗なところはじゃあ決まったらやってください。はい、メニュー。みんなが待ってくるまででしょ。そしたらラーメンなんか伸びてしまって美味しくないじゃない。冷たくなるし。おエビフライです。 लास्टमा खाएको इचिको कुन दिदी ए रातो इचिको मेरो सबै चाहिँ हानाबी हेर्न आउनु जापानी भयो सबै जातिको मान्छेहरू सबैजना जापानिज हेर्नको लागि जापानिज हेर्नको लागि हानाबी हेर्नु बिग्रियो अब यो तिमी भोइस ओभर गर केलाई वेट गरेको नि हामीले केलाई वेट गरेको रे ढोगा बक्खर नानी बक्खर टेस्ट
जापान भन्ने बित्तिकै होइन चितुवान बाइकी चाहिँ अब सबैको मनमा आउँछ। यसमा चाहिँ खासमा यो एउटा किन्दाखेरि चाहिँ 2टा निस्किराखेको रहेछ, त्यही भएर जापानिजहरूले चाहिँ होइन नलगेर त्यहीँ छोडेको रहेछ कि 2टा निस्किँदाखेरि एउटा त्यहीँ छोडेर राखेको रहेछ। जस त्यो देखेर खुसी लाग्यो होइन। जापान चाहिँ कस्तो इमान्दार मान्छेहरू रहेछ भनेर भनेको, भरे त एउटा ग्रुप आएर सबै खाइदिइराखेको क्या। जहाँ पनि नराम्रो र राम्रो चाहिँ हुने के, जति कडा रुस भए पनि। हामी चाहिँ अहिले ल्याउने बेला त जापानिजले ल्यायो, फर्किने बेला चाहिँ हामी आफै अस्ति फर्किनुपर्छ भन्ने ट्रेन पर्खिरह 10 बजेको रहेछ, यहाँदेखि हुन्छ पर्खिराखेको 10 बजे उठ्नुपर्छ। यो रियल क्यामेरा हो, राम्रै छ। योभन्दा राम्रो चाहिँ के खोज्नु त, बुझेँ मैले कुरा अझ नभन्नु भिडियो कस्तो लाग्यो आजको भन्नु। हामी चाहिँ फर्क्यौँ फाइनल्ली भनेर भन्ने चाहिँ मेरो बानी छ। यहाँबाट 7 मिनट लाग्छ। तिमी घरतिर भोइस ओभर गरेर यहाँ बोल्यो सुन्दा त सुन्दैन। यति हो मेरो भिडियो हेरिदिनु भएको, यहाँनिर साथ दिनु होला, लाइक सेयर गर्नु होला। म जापानको चाहिँ अब नयाँ नयाँ ठाउँ चाहिँ गएर तपाईँहरूलाई जापान ठाउँहरू एक्सप्लोर गरिदिन्छु। तपाईँहरूले पनि आफ्नै घरमा बसी बसी जापान चाहिँ हेर्नु